हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। एन्ड आज चाहिँ अहिले हामी नमस्ते सबैजनालाई, म चाहिँ आरएफएस ब्लग। एन्ड आज चाहिँ हामी जाँदैछौँ मेरो डेनी, मेरो प्यारो कुकुरलाई अरे हैजाको मर्ने यस्ता ठाउँ न बेतारका मान्छेहरू हुन्छन्। अहिले चाहिँ मेरो डेनी बिरामी भएको छ, भाइरल रोग भन्छ के भन्छ, 2-3 जना जति कुकुरहरू त्यत्तिकै छन्। ऊ सुई लाएर मान्छेहरू बिचमा यसरी हिँड्छन्, सुई लाएर त्यत्तिकै राखेको छ सलान पानी चढाउनलाई। एकजना मात्र होइन, 3-4 जना हो। सेट 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 मेडिसिन त यहाँबाट किन्ने हो त। ल बस अनि गाइज यो चाहिँ हाम्रो के भन्छ अरे भानु पार्क, फेमस भानु पार्क। मान्छे बस्न, घुम्न, रमाउन, फोटोसोटो खिच्न सब चिज यहाँ आउँछन्, रमाइलो गर्छन्। के गर्नु, त्यस्तो रमाइलो गर्ने उमेर त गएको छैन, तर मन लाग्दैन खै किन पो। आज हस्पिटल बन्द नहोस्, शुक्रबार रहेछ, मलाई थाहा पनि थिएन। हस्पिटल बन्द नहोस् त्यति भन्छु। गाड 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 कोही हुनुहुन्न त फेरि। ल हेलो गाइज, आज पशुपन्छीको पालन बन्द। पशुपन्छीको आज बन्द रहेछ। त्यही त सरकारी जागिरहरू, मान्छे त्यही छन्, तर पनि एकचोटि लगाइदिनु त भनेको त। नै हाम्रो ड्युटी टाइम सक्यो अरे, अब घर जान्छौँ रे। जब अब एउटा कुकुरलाई लगाइदिन के नै हुन्थ्यो र के तिनीहरू मरिहाल्थ्यो र। अहिले चाहिँ घर आएर कुकुरलाई छोडेर, सरी कुकुर नै डेनीलाई छोडेर, अनि मम्मीको साडी छ त्यसलाई ड्राई क्लिनिकमा दिएर, अनि आज सुर्खेतको मलाई मनपर्ने किमा नुडल खान्छौँ ल। म खान्छु, तपाईँहरूलाई देखाएँ। अनि गाइज मेरो 1K सब्सक्राइबर पुग्न लागेको छ। अनि प्लिज हजुरहरूको साथ सपोर्टले गर्दा त्यति पुगाइदिन म।
कोसिस गरिदिनु ल 1K कट्यो भने जे होस् त्यसै चाहिँ होप बढ्दै जान्छ होप बढ्दै गयो भने चाहिँ नयाँ नयाँ कन्टेन्ट बनाउनु मन लाग्छ नयाँ नयाँ कन्टेन्ट भएपछि चाहिँ हजुरहरूलाई हेर्न मन लाग्छ त्यही माथि अब गर्मी सिजन आउनु लाग्यो गर्मी सिजनमा तपाईँको यो सुर्खेतको नेचुरल स्विमिङ पुलहरू फेमस छ तीनवटा ठाउँमा पनि जानु मन छ अब त्यही त हजुरहरूले सपोर्ट गरिदिनु जाने ठाउँमा त म गइहाल्छु घुम्ने ठाउँमा त घुमाइहाल्छु लगाइ त्यहाँबाट सिधै उता ड्राई क्लिनिङमा भेटौँ ल अन्त यो सुर्खेतको लाटीगुल जाने रोड अनि यो चाहिँ पाउटी उद्योग यो चाहिँ स्केट पार्क यो चाहिँ डाइरेक्ट अब हामी मङ्गलवाडी चोकतिर निक्ल्यौँ के अरे अहिले अब यहाँबाट सिधै टौवा जानको लागि चाहिँ अन्त कतिपयले देख्नु भएको पनि छ होला मलाई चाहिँ सुर्खेतको बेस्ट अफ द बेस्ट नै भनौँ किमा नुडल गाइस टौवा बन्द रहेछ आजको किमा नुडल सकियो झन् किमा नुडल खाएको देखाउँला भनेर हजुरहरूलाई के को देखाउनु उल्टा आफै हाँस्छ पत्यो गाइस यहाँबाट चाहिँ हाम्रो रिसेन्टली खुलेको हिमालयन जाभाको तर्फबाटको मक्का क्याफे गाइस के भन्नु सुर्खेतमा राम्रो ठाउँ त छ अनि हाम्रो अहिले घन्टाघरमा पनि नयाँ बनाएको छ त्यो लगभग पछाडिको एरिया बनाएको छैन चाहिँ तर बिचको एरिया चाहिँ राम्रै बनाएको छ जस यहाँ बसेर टाइम पास हुन्छ दिउँसभरि बिहानदेखि साँझसम्म मजाले बस्ने टिकटक बनाउने तर प्रोग्रामहरू कन्सल्ट गर्नलाई चाहिँ राम्रो एउटा स्पेस बनाइदिएछ बिच बाटोमा गर्नुभन्दा चाहिँ यो चाहिँ बेस्ट भयो यो गाइस हाम्रो घन्टाघर अनि उता यो चाहिँ हाम्रो याम्यूको लगभग मिड वेस्टर्नको के भन्छ त्यसलाई मिड युनिभर्सिटीको जस खै मलाई के भन्नै आएन मान्छे कसरी बोल्न सक्छन् के पर अहिले के बोल्न पनि आउनु तर एक्लै चाहिँ बोल्न आउँछ तर यसरी अहिले चाहिँ बोल्न खै किन पो आएन बाइकको अगाडिबाट क्या आवाज गरिरहेछ के आवाज गरे हो अनि यो बाटो चाहिँ कालिम्पोङको जो राम्रो बनाएको छ र अहिले पहिलाको हुन त गेम हुन थालेर हो गाइस अरू केही होइन जस्ट पछि गेमको लागि चाहिँ यो सुर्खेतमा डेभलप भएको रहेछ है भनेर देखाउनु लागि गर्न सक्यो भने त नेपालले केही गर्न सक्दैन के सबै चिज गर्न सक्छ
तर त्यही त हो, सबैजना उस्तै निक्लिसकेपछि अब यही कुरा अगाडि नै हुन्थ्यो भने चाहिँ धेरै राम्रो हुन्थ्यो नि त। हेलो गाइस, हामी चाहिँ अहिले मुका क्याफेमा छौँ के अरे त्यो सुर्खेतको राम्रो खुलेको मध्येमा एउटा मुका क्याफे पऱ्यो। अनि खाजाखाना आएको उता के भन्छ अरे त्यो ठाउँको ना टाउमा गएको खाजा खानालाई चाहिँ त्यहाँ केमा नुडल खाएको देखाउँला भनेर, तर पाएन, बन्द छ। त्यही भएर मुका क्याफेमा यस खानालाई आएको। अनि यहाँको मेन्यूमा चाहिँ यस कफी मेन्यू, कफी, मिल्कसेक, केक, बेकरी, ऱ्याप एन्ड बर्गर, त्यति मात्रै रहेछ अहिले चाहिँ रिसेन्टली चाहिँ। नट केमा नुडल मलाई यहाँ पनि डिसपोइन्ट भयो फेरि आएर। अब यहाँ बर्गर खाने, बेकरी आइटम खाने। हेलो गाइज, अहिले चाहिँ हामी सिङ्गल ट्रीमा छौँ, उ त्यो पछाडिको सिङ्गल ट्रीमा। यसलाई स्विजरल्यान्ड पार्क पनि भन्छ, स्विजरल्यान्ड पार्क। अनि यसलाई स्विजरल्यान्ड पार्क भन्नुको कारण पहिला खोला ठुलो थियो, अहिले खोला सानो छ। यहाँ भित्रबाट बाइक लग्छु, बाइक घुमाउँछु एकचोटि सर, बाइक घुमाएर आएर त्यहाँ तलतिर बाटोबाट जानु पर्ला भनेको। आइमा या आइपुगेँ यहाँ। यहाँबाट जस मजा आउँछ। जस कटियो कटे। भिडियो पछाडि भन्दैछु, म मान्छे अगाडि पुगिसकेँ। कसो लडेन। ल गाइस, यहाँको भ्लग यही अन्त गराउँछु। होइन उता पारि सानो देखाउनु पनि छ। हुन्छ नेक्स्ट भ्लगमा सक्यो आजको राइड चाहिँ। लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। टाटा बाई बाई।